त्यो रिसोर्स नभएर तपाईँ यहाँ पुग्नुहुन्थ्यो नि होइन। सो तपाईँसँगै छ रिसोर्सेस, त्यो रिसोर्सेसलाई अब हामीले लेभरेज गर्ने हो। के गर्ने हो अरे? लेभरेज गर्ने। यसलाई चाहिँ हामीले अलिकति स्पिरिचुअलिटीमा अलिकति छिटो एक्सेस गर्नुको लागि चाहिँ एउटा प्रोसेस गर्छौँ। मलाई फलो गर्नु होला, म थोरै एक्सप्लेन गर्छु। सबैजनाले देख्नु भएको छ नि त्यहाँ बोर्डमा है। यो जुन ध्यान हामी गर्न गइरहेको छ अहिले, यसलाई चाहिँ हामी युनिभर्सल लाइब्रेरी भन्छौँ, गोल्डन लाइब्रेरी पनि भन्छौँ। र यो कसरी जान्छ भने यो तपाईँ देख्नु भएको छ है। यो तपाईँ अब हामी के गर्छौँ भने हाम्रो चेतनालाई यहाँ माथि लिएर जान्छौँ, अघि जस्तै माथि लिएर जान्छौँ। माथि युनिभर्समा पुगेपछि तपाईँको चेतनाले एउटा प्रकाश देख्छ, अघि जस्तै प्रकाश देख्छ। त्यो प्रकाश चाहिँ कस्तो हुन्छ भने ट्युब जस्तो हुन्छ। त्यो ट्युब के पाइप जस्तो, ट्युब जस्तो हुन्छ, पोर्टल भन्छ स्पिरिचुअल ल्याङ्ग्वेजमा। त्यो पोर्टल हुन्छ, तपाईँको चेतना यो पहिलो ओपनिङबाट छिर्छ, यो प्रकाशमा भएको सोर्सेस सबै लिन्छ, त्यसको के क्वालिटी छ सबै लिन्छ तपाईँको चेतनाले, र यहाँबाट निस्किन्छ। फेरि अलिक पर गएपछि अर्को ट्युब अफ लाइट देख्नुहुन्छ, पोर्टल, ठुलो पोर्टल। अनि त्यहाँ पनि यो ढोकाबाट प्रवेश गर्छ, यहाँ भएको सम्पूर्ण रिसोर्स लिन्छ, यहाँबाट निस्किन्छ। त्यसपछि हाम्रो चेतना यस्तो ठाउँमा पुग्छ, बिग नोवेयर, थाहा कहाँ त्यहाँ पुग्छ। तपाईँले एउटा ठुलो देख्नुहुन्छ, ठुलो बिल्डिङ, जहाँ चाहिँ त्यसको ढोका एकदम सुन्दर कलात्मक छ, र त्यसको माथि चाहिँ लेखिएको छ युनिभर्सल लाइब्रेरी, कस्मिक लाइब्रेरी। ठिक छ। अब लाइब्रेरीभित्र त पक्कै पनि तपाईँ प्रवेश गरेपछि त्यहाँ थुप्रै किताबहरू राखेको छ सेल्फमा मिलाएर, र तपाईँले एक एक गर्दै किताब छुँदै जानुहुन्छ, र टक्क एउटा किताबमा तपाईँको हात अड्किन्छ, र त्यो किताब सेल्फबाट निकालेर हेर्दाखेरि चाहिँ त्यो किताबको बाहिर लेखिएको छ द गोल्डन बुक अफ माई लाइफ, मेरो जीवनको सुनौलो पुस्तक। र तपाईँ त्यो किताब निकालेर एउटा ठाउँ खोज्नुहुन्छ, बस्नुहुन्छ र पढ्नुहुन्छ। तपाईँको विगतका कुराहरू त्यहाँ सम्पूर्ण लेखिएको छ, त्यहाँ तपाईँले गर्नुभएको एचिभमेन्टहरू सबै देख्नुहुन्छ, सुन्नुहुन्छ, महसुस गर्नुहुन्छ। त्यहाँ लेखिएका कुराहरू तपाईँको विगतमा तपाईँले के गर्नुभएको थियो, के हासिल गर्नुभएको थियो, के थप